नमस्ते सबैजनालाई नमस्ते। आज चाहिँ म बिग बुद्ध जाँदैछु। लान्ताउ आइल्यान्डमा पर्छ अनि यो चाहिँ तुङचुङ भएर जानुपर्छ। तुङचुङबाट केबल कारबाट पनि जान सकिन्छ अथवा एमटीआर रेलबाट पनि जान सकिन्छ। अनि विभिन्न ठाउँबाट बसबाट अथवा जुन साधन चाहिँ पाएको पर्छ त्यही साधनबाट चाहिँ प्रयोग गरेर जान सकिन्छ। र म चाहिँ यता मङ्कक स्टेसनबाट जाँदैछु। मङ्कक स्टेसन भनेको रातो लाइन अथवा चुनवान लाइन पनि भन्छ। यहाँबाट म अब एमटीआर पर्खिँदैछु अनि एमटीआर चढेर चाहिँ रातो लाइनमा पर्छ चुनवान साइड। मङ्ककबाट चाहिँ चुनवान साइड जाने हो। चुनवान साइड जाँदाखेरि चाहिँ लाइकिङ स्टेसन आउँछ। लाइकिङ स्टेसनमा ओर्लेर तुङचुङ डिज्नील्यान्ड रिसोर्ट लाइन पक्रन्छौँ हामी। अब मङ्ककबाट चाहिँ प्रिन्स एडवर्ड, साम्सीको, छेङसावान, लाइचीको खुल्दै लाइकिङ पुग्छौँ अनि लाइकिङबाट चेन्ज गर्छौँ अर्को तुङचुङ डिज्नील्यान्ड रिसोर्ट लाइन पक्रन्छौँ। त्यस पछाडि तुङचुङ ओर्लन्छौँ। अब हामी लगभग लाइकिङ स्टेसन आइपुगेको छौँ। लाइकिङ स्टेसनमा चेन्ज गर्ने कहीँ जानु पर्दैन। लाइकिङ स्टेसनमा ओर्लिने बित्तिकै अगाडि सिधै अर्को रेल पक्रिन पाइहालिन्छ। अब यहाँ एकछिन पर्खिनु पर्ने हुन्छ। तुङचुङ डिज्नील्यान्ड रिसोर्ट लाइन एकछिन पर्खिने हो। त्यस पछाडि आइहाल्छ। धेरै टाइम लाग्दैन, एकैछिनमा आइहाल्छ। त्यस पछाडि अगाडि बढेर यो चाहिँ सन्नी बे हुँदै जान्छ। अगाडि चाहिँ चिङ्गी स्टेसन आउँछ। चिङ्गी, त्यस पछाडि सन्नी बे, त्यस पछाडि तुङचुङ आइपुग्छ। हामी अब अगाडि बढिसकेको छौँ। डिज्नील्यान्ड जानको लागि चाहिँ सन्नी बेमा ओर्लिनु पर्ने हुन्छ। डिज्नील्यान्ड जानुहुन्छ भने चाहिँ सन्नी बेमा ओर्लेर डिज्नील्यान्डको एमटीआर पक्रिनु पर्ने हुन्छ। र अब हामी लगभग तुङचुङ आइपुगेको छौँ। तुङचुङ स्टेसन। यहाँबाट चाहिँ बाहिर निस्किएर बसको लागि जान्छौँ। अहिले केबल कार चाहिँ बन्द छ। बन्द भएकोले चाहिँ हामी बसमै जानुपर्ने हुन्छ। नभए केबल कारमा एकदमै रमाइलो हुन्छ। भ्यू अब खुल्ला दिन खुल्ला भएको छ भने चाहिँ भ्यू एकदमै राम्रो हुन्छ।
केबल कारबाट जाँदाखेरि पनि तुङसुङ स्टेसन हो। तुङसुङ स्टेसनबाट ओर्लेर माथि एस्केलेटर चढेर चाहिँ माथि जाने हो। एस्केलेटरमा चाहिँ एकदमै ख्याल गर्नुपर्छ, किनभने धेरै घटनाहरू पनि भएको छ एस्केलेटरमा। त्यही भएर यो ह्यान्डल चाहिँ पक्रिनु होला, ह्यान्डल पक्रेर चढ्नु होला। अनि हामी यो केबल कार बस देखाएको ठाउँ साइडतिर चाहिँ जान्छौँ। एक्जिट बीतिर जान्छौँ। एक्जिट बी सिटी गेट लेखेको अगाडि देख्नुहुन्छ तपाईँहरूले। केही सामानहरू किन्नु पऱ्यो भने चाहिँ यो देब्रे साइड दाहिने साइडतिर पसलहरू छ। ब्रेकफास्टहरू गर्नु पऱ्यो भने त्यहाँ लिनुभयो हुन्छ। अब यहाँ हामी अगाडिबाट सिधै अगाडि बढेर चाहिँ त्यहाँबाट बसहरू लाग्ने ठाउँ छ र केबल कार जाने बाटो पनि त्यहीँबाट छ। बस चाहिँ हाम्रो 23 नम्बर बस पक्रिनु पर्ने हुन्छ। त्यो चाहिँ पारिपट्टि छ, यहाँबाट भित्र भएर जाने हो। त्यहाँ जस एरोहरू दिएको हुन्छ, एरोहरू पक्रेर चाहिँ जाने हो। यो अगाडिको गाडीहरू चाहिँ सायद ताइओ जाने मुयो जाने लाइनहरू होला। त्यो पारिपट्टि छ हाम्रो बिग बुद्ध जाने बस्ती, त्यो पारिपट्टि छ। पारिपट्टि रोड क्रस गरेर हरियो बत्तीमा मात्र बाटो क्रस गर्नु होला। हरियो बत्तीमा मात्र बाटो क्रस गर्नु होला। टोइलेट जानु पर्यो भने चाहिँ यहाँबाट देब्रेपट्टि छ, देब्रेपट्टि अलिकति पर छ, नजिकै छ। अब यता चाहिँ हामी बसको लागि लाइनअप हुन जाने हो। 23 नम्बर बस चाहिँ अब बिग बुद्धको लागि जाने हो। 23 नम्बर बस। छुट्टीको दिनमा चाहिँ अब लामो लाइन हुन्छ, बिहान चाहिँ लामो लाइन हुन्छ। म चाहिँ दिउँसो आएकोले गर्दाखेरि अब धेरै लामो लाइन छैन, नत्र लाइन बस्नुपर्ने हुन्छ। त्यो चाहिँ एकदमै ख्याल गर्नुपर्छ। यहाँ सामानहरू राख्नुको लागि यो बसको तलपट्टि चाहिँ सामानहरू राख्ने ठाउँ पनि छ। त्यहाँ सामानहरू राख्नुभयो हुन्छ, आफ्नो सामानहरू छ भने। अब हामी यहाँबाट अगाडि बढ्छौँ। तुङसुङबाट अगाडि बाटो लागिसकेको छ। ताइओ जाने मुयो जाने चाहिँ बाटो एउटै हो। यो चाहिँ सेकपिक रिजर्भवेयरको बाटो छेउमा छौँ हामी। रमणीय भ्यू हेर्दै हामी अगाडि बढ्छौँ। अब हामी बिग बुद्ध पनि आइपुगेको छौँ। यहाँबाट निस्किनु बित्तिकै देब्रेपट्टि चाहिँ नङकिङ भिलेज भनेर छ। त्यहाँ पसलहरू छ। केबल कारबाट निस्किँदाखेरि चाहिँ त्यहाँबाट सिधै निस्किने ठाउँ छ। त्यस पसलहरू एकदमै राम्रो छ। त्यो गिफ्टको लागि सामानहरू किन्नु पऱ्यो भने त्यो देब्रेपट्टि जाँदाखेरि चाहिँ त्यो भिलेजमा छ। र हामी चाहिँ यता बसबाट निस्केकोले अब अगाडि बढ्छौँ। यो गेट भयो, ठुलो गेट। फिरफिरेहरू अनि धुपहरू किन्नुको लागि चाहिँ यहाँ किन्ने हो। अनि यहाँदेखि पछाडि छ पूजा गर्ने ठाउँ चाहिँ पोलिन मोनास्ट्री भन्छ। त्यो पूजा गर्ने ठाउँ, धुपहरू बाल्ने ठाउँ। अनि यो चाहिँ हामी अहिले बिग बुद्ध माथि चढिसकेको छौँ।
यहाँ वरिपरि घुम्नु होला अनि प्लस माथि पनि जान मिल्छ। एकदमै रमणीय ठाउँ एकदमै रमणीय ठाउँ। यो चाहिँ अब फ्यामिली भयो, साथीभाइ भयो, एक्लै पनि घुम्न जान सकिन्छ। एकदमै रमाइलो ठाउँ, सजिलो पनि छ। पारेको चाहिँ लान्ताउ पिक हो, त्यो माथि डाँडा लान्ताउ पिक हो। यो तलको पोलिन मोनास्ट्री भन्छ, त्यो अघि जस्तो बाल्न जाने ठाउँ त्यसको अगाडि छ। यो माथि बिग बुद्धमै तपाईहरुलाई टोइलेट जानु पर्यो भने टोइलेटको सुविधा छ। टोइलेटको सुविधा चाहिँ माथि उक्लिनु बित्तिकै दाहिनेपट्टि अगाडि यो साइन देख्नुहुन्छ टोइलेटको। त्यसबाट तल जानुभयो भने तल टोइलेट छ। नजिकै छ टोइलेट, एकदमै सजिलो छ। तर दुईटा मात्र छ टोइलेट, अनि एउटा चाहिँ अब व्हीलचेयरको लागि सजिलोको लागि छ एउटा टोइलेट चाहिँ। एकदमै सुविधाजनक छ ठाउँ। त्यस पछाडि फर्केर यो देब्रेपट्टिको बाटो लिनुभयो हुन्छ, फेरि माथि बिग बुद्धै भेटिन्छ त्यो बाटोले पनि। अब तल झरेर विजडम पाथ भन्छ, विजडम पाथ जान नभुल्नु होला। त्यो चाहिँ एकदमै राम्रो ठाउँ, त्यो चाहिँ एकदमै ऐतिहासिक ठाउँ पनि हो। त्यसको महत्त्व आफ्नै छ, त्यसको भिडियो पछि बनाउँला म त्यसको बारेमा, त्यो विजडम पाथको बारेमा। यो गेट चाहिँ 6 बजे बन्द हुन्छ, 6 बजेभन्दा अगाडि नै बन्द हुन्छ। त्यो गेटको साइड दाहिनेपट्टिबाट चाहिँ हामी निस्किन सकिन्छ, तर सकेसम्म अब 6 बजेभन्दा अगाडि नै निस्किनुपर्छ। यो चाहिँ विजडम पाथबाट चाहिँ फर्किने बाटो हो। फर्किँदाखेरि चाहिँ यो बाटो फर्किने हो, जाँदा र आउँदा भनौँ न यही बाटो फर्किने हो। फर्किँदाखेरिको भ्यू चाहिँ यस्तो देखिन्छ, अनि नजिकै यहाँ टोइलेट पनि छ।
बिग बुद्धको टुर पनि सकिसकेको छ र बन्द पनि भइसकेको छ, गेट बन्द भइसकेको छ। अब गाडी चढेर अनि फर्किने हो। 6 बजे चाहिँ बन्द हुँदो रहेछ भन्ने कुरो थाहा भयो। लगभग सबैजना गेटै बन्द भइसकेको छ। गाडी चाँडै पाउनको लागि चाहिँ सकेसम्म चाँडै फर्किँदाखेरि राम्रो होला, किनभने गाडीमा लाइन बस्नुपर्ने हुन्छ। अझ बिदाको बेलामा झन् धेरै नै पर्यटकहरू आउँदाखेरि पनि गाडीको लागि क्यु बस्नुपर्ने र जाँदाखेरि पनि गाडीको लागि क्यु बस्नुपर्ने हुनसक्छ। त्यसको लागि चाहिँ एकदमै ख्याल गरेर सकेसम्म चाँडै आउनुभयो भने एकदमै राम्रो हो। अनि प्लस फर्किँदाखेरि पनि चाँडै फर्किनु भयो भने राम्रो। तर घुम्नको लागि चाहिँ माथि बुद्धको ठुलो मूर्ति र तल झरेर पर विजडम पाथ चाहिँ एकदमै जानैपर्छ। विजडम पाथ चाहिँ जानैपर्छ। अनि अरू त यहाँ अब सानो पसलहरू भयो, पसलहरू पनि घुम्नुभयो हुन्छ। अनि माथि बिग बुद्धमै माथि बुद्धको मूर्ति मुनि चाहिँ म्युजियम पनि छ, त्यो मिस नगर्नु होला। अनि यहाँबाट जाँदै अगाडि देब्रेपट्टि पूजा गर्ने ठाउँहरू छ। पूजा गर्नको लागि धुपहरू चाहिँ यता अगाडिबाटै लिएर जानु होला। यहाँ पनि एकदमै जानै पर्ने ठाउँ हो। यो चाहिँ अगाडि नै आएर जानुभए पनि हुन्छ, गाडीबाट सिधै यता जानुभए नि हुन्छ, गाडीबाट निस्केर। अथवा माथि घुमिसकेर अनि अन्तिममा केबल कारबाट आउँदाखेरि त झन् सुरुमै यो बाटो पर्छ। सुरुमै अब यो भिलेज चाहिँ घुम्न सक्नुहुन्छ। अहिले चाहिँ लगभग बन्द भइसकेको छ, अब लगभग शान्त भइसकेको छ। अब सबै बन्द भइसकेको छ। बन्द भएर अब गाडी चढेर घर जाने हो। ट्याक्सी चढ्न अलिक सम्भव नै छैन, धेरै महँगो पर्छ। र बसको लागि चाहिँ यति धेरै लामो लाइन बसेर चाहिँ बस चढ्ने पालो आएको छ। तुङचुङको लागि बस चढेर अब अगाडि बढ्दैछौँ। यो अगाडि चाहिँ अब यो सिक पिक रिजर्भर हो। हामी तुङचुङ आइपुगेको छौँ। तुङचुङ आइपुगेर चाहिँ अगाडि एमटिआर स्टेसनको चिन्ह हेरेर अगाडि बढ्न सक्छौँ र एमटिआर चढ्ने हो। अनि यहाँ सिटी गेट आउटलेट भनेर छ। यो आउटलेटमा चाहिँ विभिन्न ब्रान्डको सामानहरू चाहिँ आउटलेटमा राखेको छ। म चाहिँ रिकमेन्ड के गर्छु भने तपाईँहरूलाई ब्रान्डेड सामान किन्नुपर्ने छ भने चाहिँ यसमा किन्दा हुन्छ। तर ओरिजिनल सामानहरू लिनु पऱ्यो भने चाहिँ सकेसम्म सोरुमबाटै लिनु होला, आउटलेटबाट नलिनु होला मैले रिकमेन्ड गर्ने चाहिँ। यहाँ अगाडि सिधै अगाडि एमटिआर स्टेसन जानुभए नि हुन्छ, नभए आउटलेटमा सामान किन्न जानु पनि सक्नुहुन्छ। यहाँ अगाडि आउटलेट चाहिँ यो भित्र छ। यहाँ विभिन्न ब्रान्डहरू छ। नाइकी भयो, त्यस पछाडि एसिक्स, पुमा, एडिडास, फिला, न्यू ब्यालेन्स, धेरै ब्रान्डहरू छ। आउटलेटबाट अगाडि बढिसके पछाडि चाहिँ यहाँ तुङचुङ स्टेसन भनेर चाहिँ स्टेसन छिर्न सकिन्छ।
यहाँबाट छिरेर चाहिँ यहाँबाट चाहिँ एउटै लाइन लाग्ने हो त्यो चाहिँ हङकङ जान्छ हङकङ आइल्यान्ड जान्छ मङ्कक यमाते जोर्डन जानको लागि चाहिँ रातो लाइन पक्रिनको लागि लाइकिङबाट चाहिँ चेन्ज गर्ने हो हस् त आजलाई बिदा फेरि अर्को भिडियोमा भेट्नेछौँ हजुरहरू पनि घुम्नु जानु होला नमस्ते